सर्वप्रथम त आज शुभ दीपावलीको हैन सम्पूर्ण देशमा रहने हुने विदेशमा रहनुहुने खास गरेर विदेश त तपाईको बाध्यताले जानु भएको छ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा मेरो हैन जे जस्तो छ हार्दिक मङ्गलमय शुभकामना भन्छु र यो भन्दै गर्दा म एउटा कुरा चाहिँ फेरि भनिहाल्न मन लाग्यो तपाईको गुलाबको फूलको प्रतिबिम्ब के हुन्छ भन्दा प्रेम साटासाट हो प्रेम साटासाट हो नि त प्रेमले प्रेमिकाले प्रेमलाई या प्रेमीले प्रेमिकालाई दिएर फूल साटासाट गुलाब साटासाट गर्छन् जस्तो यो दीपावली भनेको चाहिँ के हो भने यो बिल्कुल एउटा दीपले पुजेर भाइलाई पुजेर मखमली र सयपत्री फूलको माला दाजुबहिनीको सम्बन्ध हो क्या त्यसले त्यो फूलले तर त्यो आज दुःखका साथ भन्नुपर्छ त्यो माला फूल टिपेर माला गाँसिदिने चेलीबेटी पनि घरमा छैनन् फूलको माला लगाइदिने दाजुभाइ पनि घरमा छैन त्यसले गर्दाखेरि त्यो दियो छ नि दियो मखमली फूलको माला र सयपत्री फूलको प्रतिबिम्ब भनेको दाजुभाइ र दिदीबहिनीको सम्बन्ध हो क्या न्यानो सम्बन्ध तर त्यो एक आपसमा माया साटासाट गर्ने दिदीबहिनी दाजुभाइ कोही पनि छैन आज घर नाङ्गो छ घर ओडार छ बुढाबुढी छन् घरमा दुःख छ त्यसले गर्दाखेरि यो सालको शुभ दीपावली जसरी मनाए पनि अब आउने शुभ दीपावली विखण्डित परिवार होइन सबै परिवार एकै ठाउँमा बसेर अझ नाति नातिनासँग बसेर शुभ दीपावली मनाउने अवसर मिलोस् भन्न चाहन्छु हामीले दशैंमा दुर्गाको पूजा गर्यौं तिहारमा हामी लक्ष्मीको पूजा गर्छौं अब दुर्गा प्रसाईको आन्दोलन हुँदैछ फेरि छठ